हेलो सबैमा नमस्कार छ है। मेरो मिनी भ्लगमा हजुरहरू सबैलाई स्वागत छ है। म चाहिँ आज जाँदैछु धरानतिर मेरो भदैनीहरूको बर्थडेमा। म चाहिँ पुगिसकेँ इटरीमा। त आमाहरू आउने, आमाहरू हामी सल्लाह गरेर सँगै जाने भनेर सल्लाह गरेका थियौँ। आमाहरूलाई पर्खिरहेको छु म। उहाँहरूको गाडी आउँदैछ, म पनि त्यसैमा चढेर जाने हो। आइपुग्यो गाडी पनि ठिक्क, अनि चढेँ म पनि। आमाहरूसँग भेट भयो बहिनी आमाहरूसँग। अनि हामी जाँदैछौँ अब धरानतिर गफ गर्दै गर्दै मिठो मिठो गर्दै। अनि पुग्यौँ हामी धरान पुगेर हामी सिटी सफारी चढेर लाग्यौँ 0 पोइन्टतिर। धरानको चिसो चिसो मौसममा चिसो हावा खाँदै खाँदै आनन्द हुँदै। विराटनगरमा यति गर्मी छैन, वहाँ शीतल रहेछ। अनि हामी घर पुग्यौँ। घर पुगेपछि भदैनीहरू खुसीले गदगदी भएर बुरुक बुरुक उफ्रेर खुसीले उफ पुपु आउनु भनेर कति खुसी भए। अनि बर्थडेको तयारी गर्दै रहेछन् केटाकेटीहरू सबैजना भेला भएर। उनीहरू पनि खुसी भए हेरेर। अनि भदैनीहरू पनि मस्किँदैछन् मलाई हेरेर, पुपु आउनुभयो भन्दै लजाउँदै। अनि आमाहरूसँग पनि हेर्दैछन्। अनि उनीहरू रेडी भइसकेका रहेछन्। अनि अब हामी यता त्यो के गर्ने, अब बर्थडेको तयारी गर्ने भनेर सल्लाह गर्दैछौँ। केटाकेटीहरू पनि गर्दैछन्, बेलुन सेलुन फुलाउने ओर्ने अब रेडी गर्ने भनेर सबैजना खुसी भए केटाकेटीहरू पनि। अनि उनीहरूको फोटोसोटो खिचिदिएँ, 1-2वटा टिकटक बनाइदिएँ केटाकेटीहरूको। अनि हामी चाहिँ अब बर्थडेको तयारी, बर्थडे मनाउने भन्दै बसिरहेका छौँ। उनीहरू चाहिँ उहाँ उसको गङ्गु सानीले पठाइदिएको अरे लुगा, यहाँको माथिको यो टोपी अनि ब्याग सब कुरा गङ्गु सानीलाई थ्याङ्क यू सो मच भन्दै भन्दै। अनि उहाँ थ्याङ्क यू भन्दैछन्, देखाइराखेका छन् कति राम्रो रहेछ, उसले जापानबाट पठाइदिएकिन् अरे। अनि त्यो लाएर चाहिँ देखाइराखेका छन् ब्यागहरू सबै। उनीहरू खुसी भएर थ्याङ्क यू भन्दैछन्। अनि यता भान्सातिर आएँ म। भान्सातिर मिठो मिठो खानेकुराहरू पकाइराख्नु भएको माइजूहरूले, सानीमाहरूले कति मिठो। म पनि यसो त्यहाँ बसेर सघाएँ जस्तै गर्दैछु, यताउति गरेर टाइम पास त अब यसो गर्नु पऱ्यो, सघाउनु पऱ्यो। रमाइलो छ, खानेकुराहरू पाकिराखेको छ, कोही के गर्दै हुनुहुन्छ। अनि हेर्दै मिठो खाउँ लाग्दो खानेकुराहरू पाक्दैछ। अनि गर्दै हुन्छ यहाँ पकौडाको लागि तयारी। म चाहिँ लसुन केलाइराखेको छु, माइजूले पनिर बनाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ अब खानेकुराहरू किचनको पनि अब लगभग सकियो। अब बर्थडे मनाउने तयारी, केक सेकको लागि चाहिँ उता हुँदैछ तयारी। अनि अब चिया खाना, कस्तो चिया खाउँ लागिरहेको थियो। मैले पनि चिया खाऊँ भन्दै थिएँ, चिया बन्दैछ भन्नुभयो। अनि यहाँ बेलुन सेलुन फुलाउन थालेँ म। अनि चिया चाहिँ पाक्दैछ भन्ने चाहिँ, म चाहिँ चिया आउँछ कि भन्ने इन्तजारमा छु। अब के गर्छ, चिया चाहिँ आउँछ कि आउँदैन। चिया खाउँ लागेको छ, चिया खाने बेला ठिक्क भएको छ। अनि यहाँ बेलुनहरू फुलाएर चाहिँ म बर्थडेको अलिअलि सघाउँदैछु, यताउति केटाकेटीहरूलाई बनाउँदैछन्। अनि मेरो कान्छी बहिनी पनि आइपुगी छे। अनि चिया आइपुग्यो ट्याक्कै, कस्तो मिठो चिया, अदुवा हालेको मिठो चिया। अनि चिया खाँदैछौँ हामी, चिया आमा छोरी भेला भएर चाहिँ चिया गफ गर्दै चिया खाँदैछौँ। अनि मिठो चियाको यसो दिउँसो भएपछि चिया खाएन भने त टाउको दुख्छ क्या मेरो। अनि चिया भेटेँ, अनि चिया खाएँ मैले। अनि बर्थडेको तयारी, अब केक कति राम्रो केक आइपुगेछ। अनि केक चाहिँ अलिक पग्लिन लागिसकेको थियो क्या गर्मीले, कतिखेर को नआउने अब पर्खिँदै गर्दा अनि केक पग्लिन थालेको थियो। अनि अब चाहिँ लु केक काटौँ है, अब सबैलाई हिँड्न पनि हतार हुन्छ, कोही विराटनगर जाने, कोही कहाँ जाने भनेर। अनि केक काट्नको लागि चाहिँ हामी हतार गर्दै थियौँ सबैजना। अनि अब केक काट्ने तयारी भयो। यता किचनमा पाक्दै पनि थियो, मिठो मिठो खानेकुराहरू बनाउँदै पनि हुनुहुन्छ। अनि यतातिर केक काट्ने पनि तयारी हुँदैछ। अब सबै छिटै गरौँ, सबैजना अब जाने भनेर। अनि अब केक काट्ने तयारी भयो, भदैनीहरू बसे। अनि अब केक सेकको चाहिँ अब कति राम्रो केक अब काट्ने, बर्थडे मनाउने भन्दै अब सबैजना ह्याप्पी बर्थडे भन्दैछौँ। अनि रमाइलो भएको छ, सबै भेला भइएको छ। अनि सबै खुसी छौँ होइन। अनि बर्थडे चाहिँ अब हामीले बर्थडे मनायौँ कति मजाले। ह्याप्पी बर्थडे टु यु मेरो भदैनीहरू, आरु स्याहाना भन्दै अनि बर्थडे मनायौँ। अनि बर्थडे मनाइसक्यो। अनि सबैजना खुसी भएर, आमा पनि कति खुसी हुनुभयो, उता आमा पनि खुसी हुँदै बर्थडे मनाइयो। भदैनीहरू पनि खुसी भए। उनीहरूको यो 6 वर्षको बर्थडे हो, 6 वर्ष पुगेका हुन् यिनीहरू, ट्विन्स बेबीहरू हो। यिनीहरू सुरुको बर्थडे चाहिँ मेरै घरमा मनाएको थियो। अनि मैले केक खुवाइदिएँ ह्याप्पी बर्थडे भन्दै भदैनीहरूलाई। अनि खुसी भए केक पग्लेकोले। अनि क्रिम माथिमा निकालेर खुवाइदिएँ ह्याप्पी बर्थडे भन्दै। अनि सबैजनाले केकहरू खुवाउनु भयो। अब हामी खानासानाको तयारीमा लाग्यौँ।
खानाहरू मिठो मिठो छ, यति मिठो, यति धेरै आइटम बनाएको छ, कति मिठो। अनि खानाहरू चाहिँ खाइरहेका छौँ अब हामी सबैजना भएर खाना खाने भनेर। अनि हाम्रो खाना खाँदैछौँ। अब परवल छ, यो सोयाबिनको छोइला, काँक्रा आलुको अचार, टमाटरको अचार, पुलाउ, अनि सलाद, पनिर, दही रसभरी, पापड, कति मिठो मिठो छ खानेकुराहरू, मुखबाट पानी नै आउने। अनि यहाँ खाना खाना सुरु भयो हाम्रो। सबैजनाले अब के मनपर्छ लिएर खाउँ है भन्यो। अनि म पनि अब खानु पर्यो भनेर म पनि खानाको लागि अब बस्दैछु। म पनि सबैजना खाँदै हुनुहुन्छ, मिठो भयो भन्दै हुनुहुन्छ। यो खाना बनाउनेलाई पनि धन्यवाद छ, यति मिठो मिठो खानाहरू यस्तो गर्मीमा बनाउनु भएकोमा सबैलाई धन्यवाद दिँदै दिँदै अनि म पनि खाना खान बसेँ, खाना खाएँ। कस्तो मिठो रहेछ वाउ भने, मिठो लाग्यो। अनि खाइयो। खाना अनि खाएर हामी चाहिँ अब विराटनगर जाने, विराटनगरतिर। अनि अब हिँड्नको लागि तयारी पनि गर्दैछौँ। सबैजना फोटो खिचौँ एउटा भनेर अनि तयारी गऱ्यौँ। अनि विराटनगर जाने, विराटनगर आइयो। उता आमाहरू पथरी जानको लागि अनि सबैजना हिँड्न तयारी गर्दैछौँ खाएर। खाँदै पनि हुनुहुन्छ। अनि हामी चाहिँ अब विराटनगरतिर चाहिँ अनि लाग्यौँ। हामी विराटनगर आउने जति आमाहरू झापा जानुभयो, हामी चाहिँ अब बाई बाई भन्दै धरानलाई बाई गर्दै विराटनगरतिर पो लाग्यौँ। कस्तो लाग्यो त साथीहरू मेरो यो मिनी ब्लग बनाउँदा बनाउँदै लामो भइहाल्यो। यस्तै हुन्छ। ल बाई।